नभए नहाल्नु, कुनै जबरजस्ती छैन, तेरो इच्छा हो, ऐच्छिक लेखेको छ। मोबाइल नम्बर मस्ट हो, मोबाइल नम्बर हाल्नै पर्छ। जो मोबाइल नम्बर चाहिँ तँ युज गर्छेस् त्यो मोबाइल नम्बर दिनु पर्यो। पिता या अभिभावक नाम भनेपछि तेरो बाउको नाम लेख्नु यहाँ। पिता अभिभावक एपिक नम्बर, बाउको एपिक नम्बर, जो चाहिँ कुन भन्छ करेन्ट एपिक नम्बर यहाँ चाहिँ। मायर नाम, आमाको नाम, आमाको एपिक नम्बर अहिलेको। अन्त स्वामी जो बिहा भएको छ त्यो बिहा भएको छस् भने तेरो हस्बेन्डको नाम, हस्बेन्डको एपिक नम्बर। एपिक नम्बर भनेको चाहिँ नि यस्तो नम्बर हो, भोटको नम्बर हुन्छ नि यो, त्यसलाई एपिक नम्बर भन्छ। बुझ्नुभयो? त्यही हो नम्बर चाहिँ। अब यो चाहिँ 2002 मा जसको नाम छ लिस्टमा तेरो बाउको छ, जो बाउको यो हो, बाउको छ, यहाँ बाउको डिटेल्स दिनुपर्छ। तर बाउको डिटेल्स दिँदाखेरि 2002 मा जे नाम थियो, तेरो बाउको अहिले विनोद छ भने त्यतिखेर बुधवा थियो भने बुधवाई दिनुपर्छ। बुझिस् त? यहाँ केही बदलाउनु सक्दैनस्। अन्त त्यो एपिक नम्बर पनि 2002 कै दिने हो। बाउको नाम, बाउको बाउसँग बाउको यो सम्पर्क के छ भन्दा छोरा होइन, पिता हुन्छ। अब यो आत्मीयको नाम भएपछि यहाँ सम्पर्क त पिता भयो नि त, तेरो बाउको त पिता हो नि। जिल्ला जलपाइगुडी है, जिल्ला चाहिँ जलपाइगुडी, अलिपुरद्वार होइन, पुरानो हो नि त यो। अन्त राज्य नाम वेस्ट बेङ्गाल, विधानसभा क्षेत्र नाम 11 कालचिनी छ हाम्रो पुरानो पनि। अंश नम्बर भनेपछि 158 छ हाम्रो पहिलाको, अहिले 167 हो, त्यतिखेर 158 थियो। यो क्रमिक संख्या भनेपछि सिरियल नम्बर, तेरो बाउको 2002 मा कुन सिरियल नम्बर थियो, कति नम्बरमा तेरो बाउको नाम थियो, त्यो सिरियल नम्बर यो भयो। जसको 2002 मा नाम छैन त्यसले बाउआमाको लिएर भर्नु भन्ने छ नि त। 2002 मा तेरो बाउको नाम छैन भने तेरो बाउले भर्छ, या तैँले तेरो नाम छैन अब 2002 मा, तैँले बाउको डिटेल्स यहाँ दिनुपर्छ, यहाँ होइन। यो चाहिँ बाउले दिने हो, जसको नाम छ त्यसले, यहाँ तैँले डिटेल्स दिने हो। अब तेरो नाम छैन तैँले यहाँ दिनुपर्छ बाउको नाम, एपिक नम्बर पुरानै 2002 कै, सबै 2 कै है यहाँ चाहिँ। अन्त आत्मीय तेरो अब के पर्छ, बाबा होइन यहाँ। अन्त सम्पर्क होइन, आत्मीयको नाम भनेपछि चाहिँ बाउको नाम, त्यहाँबाट सम्पर्क छोरा, बाउ छोरा, पिता, जिल्ला जलपाइगुडी, राज्यको नाम, विधानसभा क्षेत्र नाम मैले भनिहालेँ अघि 11 कालचिनी, त्यहाँबाट अंश नम्बर, क्रमिक संख्या। यहाँ तिमीहरूको एउटा सिग्नेचर हुन्छ। अन्त 2 कपी छ, म आउँछु जुन दिन त्यो दिन 2टा मिलाउँछु। यहाँ फोटो 2टा सेम टु सेम फोटो होइन, 2टा मिलाएर सबै ठिकठाक छ भने म यहाँ एउटा सही गरेर तँलाई दिन्छु, एउटा म लिएर जान्छु, यति नै हो। अरू केही लादिनँ म, खालि दोडामै एउटा लान्छु। अच्छा, यो स्क्रिनको लागि चाहिँ के छ तपाईको क्यूआर कोड जो छ नि त्यसको लागि? क्यूआर कोड अलिकति क्यूआर कोड चाहिँ अब यो मैले जब लगेँ नि, लगेर अब अपलोड गरेपछि चाहिँ तपाईहरुको फर्मको डिटेल्स हेर्न सक्नुहुन्छ यहाँबाट। तपाईले चाहिँ यिनीले क्यूआर मैले चाहिँ डिस्ट्रिब्युसन गर्छु नि, म चाहिँ डिस्ट्रिब्युसन गर्दाखेरि मैले एउटा लिंक छ हाम्रो, यहाँ यस्तो गरे भने मेरो सिरियल नम्बर आउँछ, अन्त मैले डिस्ट्रिब्युट गर्छु सजिलोको लागि मलाई। अन्त कलेक्ट गर्दा पनि म यहाँ ट्याक्क टच गर्छु, कलेक्ट गर्छु, कलेक्टमा थिच्छु, त्यो म वापस लिएँ, मेरो सुविधा हो त्यो चाहिँ।